मेरो नाम आँचल चौधरी हो। म फेरि पनि हजुरको सामने प्रस्तुत भएकी छु। मलाई चाहिँ नेपालको पहिलो अन्तरिक्ष यात्री बनाउने अभियानमा सहयोग गर्नुहुने अहिलेसम्म सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म धेरै नै धन्यवाद दिन चाहदछु। आजको टपिक चाहिँ धेरै नै इम्पोर्टेन्ट छ। मैले चाहिँ यो टिकटक र युट्युबको सिरिजहरूमा खालि आफूलाई सहयोग मात्रै नभएर हजुरहरूलाई पनि लाइक अन्तरिक्षका यो नासाका कुराहरू जानकारी दिएर म चाहन्छु कि धेरैभन्दा धेरै यो खबरहरू फैलियोस्, यो धेरैभन्दा धेरै जानकारीहरू नेपाली जनताहरूको माझ पनि जाओस् भन्ने मेरो विचार छ। र आजको टपिक धेरै इम्पोर्टेन्ट टपिक हो। यो चाहिँ अन्तरिक्षमा आगो लाग्दा चाहिँ मान्छेहरू कसरी स्केप गर्छन्, मान्छेहरू चाहिँ कसरी आफ्नो आफ्नो ज्यानलाई चाहिँ जोगाएर कसरी चाहिँ मिनिमल ड्यामेज हुने गरी चाहिँ स्केप गर्छन् भन्ने विषयमा म कुरा गर्न चाहदछु। अन्तरिक्षमा आजसम्म त्यस्तो घटना चाहिँ ठुलै क्याटास्ट्रोफी चाहिँ भएको छैन, तर कहिलेकाहीँ सानोतिनो इमर्जेन्सी चाहिँ भइरहेको छ। अनि एस्ट्रोनटहरू यो क्याटास्ट्रोफी यो चाहिँ पोटेन्सियल लस अफ स्पेस स्टेसनको लागि रेडी नै हुन्छन्। उनीहरूले चाहिँ त्यो गियरहरू चाहिँ आफ्नो गियर अप गरेर अनि त्यो डकबाट चाहिँ यो के अरे यो हेर्दै हुनुहुन्छ। यो स्पेस एक्सको भेहिकल हो, यहाँ चाहिँ गएर सकेसम्म छिटो स्केप गर्ने उनीहरूको आफ्नो स्केप प्लान पनि हुन्छ। र मैले काम गरेको स्पेस स्टेसनमा चाहिँ मैले के गरेको थिएँ भने यो स्केप प्लान हुन्छ जसलाई इग्रेस भन्छ, त्यो स्केप सिस्टमलाई चाहिँ इग्रेस सिस्टम भन्छ। त्यो सिस्टममा मैले काम गरेको थिएँ र मैले चाहिँ कसरी चाहिँ एस्ट्रोनटहरूलाई इमर्जेन्सीको केसमा चाहिँ कसरी हुन्छ लाइक एक्जिट गर्ने त्यो प्लानहरू डेभलप गर्न मैले हेल्प गरेको थिएँ। आज मैले हजुरहरूलाई धेरै नै इम्पोर्टेन्ट कुराको बारेमा जानकारी दिएँ। मलाई आशा छ हजुरहरूले मेरो आउने भिडियोहरूमा यसरी नै सरसहयोग गर्नुहुनेछ र यो भिडियोलाई धेरैभन्दा धेरैलाई लाइक र सेयर र सब्सक्राइब गरिदिनु होला। धन्यवाद।